गाइस यो त सबै हाम्रै खेत है यो यहाँ तल्लो हाममा ए अनर है हेर्नुहोस् यहाँ यो चाहिँ के भन्दा यो चाहिँ स्कुल जाने बाटो हो गाइस हेर्नु सरकारी स्कुलमा यहाँ कस्तो हेरिन्छ यहाँ प्राइभेट स्कुलमा चिल्लो बाटो हेर्ने सरकारी स्कुल जाने बाटो यो चाहिँ आशिका दिदीसम्म पुऱ्याइदिनु पऱ्यो है जता अरू नगए नि आशिका दिदीसम्म पुऱ्याउनु पऱ्यो मम्मीहरूले पढ्ने बेलासम्म यस्तै बाटो थियो अझ यस्तै बाटो छ हेर्नुहोस् त गाइस यस्तो विकास चाहिँ भएन है ऊ मामा चाहिँ अन्यदेखि ज्ञान दिइराख्नु भयो मामाको पाइला कदममा पछाडि म औसिले गाइस हेर्नुहोस् मैले नि यार चुत्रो है क्या चुत्रो हाम्रो लोटे भन्दा मा कहाँ पुग्छ हो यहाँ लोटे भन्दा त्यही खाल्टामै गएर पुरिदिन्छ होला ओहो मामाले आइस बनाएर जस्तो है गाइस ठाउँ चाहिँ राम्रो है गाइस अरू चाहिँ भयो नि ठाउँ चाहिँ राम्रो यहाँ पानी पऱ्यो होला चाहिँ हिँड्ने जस्तो हुन्न होला यो पुरै काउली लाउँछ हुन्छ सिधै घर पुगिन्छ त्यो नि यो खाल्टो चाहिँ यही स्कुल आउने गाड्छ जस्तो होइन त्यस्तो नि नहुनु सरी गाइस बेला बेला डार्क जोक गइरहेको छु हेर्नुहोस् माथि ऊ मामाको निउरो हेर्नुहोस् गाइस ऊ पारी यो बाटो चाहिँ प्राइभेट स्कुलसम्म पहुँच है गाइस हेर्नुहोस् गाइस यस्तो स्ट्रगल गरेर पढिरहेको होइन स्ट्रगल चाहिँ है तर पास चाहिँ गयो होइन स्ट्रगल चाहिँ गरिरहेको एक दुई चाहिँ पास हुन्छ अरे मामाले भन्दा गाइस चाहिँ हेर्नुहोस् यहाँ तर भ्यू चाहिँ राम्रो है स्कुलमा भ्यू पढ्नुभन्दा भ्यू हेर्न आएको हुन्छ अन्त कालेज नै हुन्छ क्या मा इलिगल छ नि इलिगल छ नि मा इलिगल छ कि यो राजाराम भन्ने दाइलाई पाल्न चाहिँ पाउँछ पाल्न चाहिँ पायो मामालाई जेल हान्नु पऱ्यो गाइस कट्टा मामालाई यो कुरा यो मामाको कुरा अर्को मामासम्म पुर्याउनु पऱ्यो है मामाले खाली छाएको रे यो भिडियो केही गरी भाइरल भयो भने त मामा त ओहो मामा त क्या डिप डिप हान्नु है गाइसमा मामासित हिँड्ने हिट चाहिँ हान्छ गीत चाहिँ नहोला चाहिँ बर्खाको बेला उब्बर पानी हुन्छ अरे मैले मम्मीले भन्दा सुने अस्ति नै यो चाहिँ खुलै हुन्छ अरे हो बर्खाको आउने बेला धनी मामाको गरी भान्छ म ए ऊ चाहिँ अति है गाइस हजुरबाको भाइ ठुला सानो भए यहाँ मामा घरमा चाहिँ गाइस रिलेसनसिपै लास्ट कम्प्लेक्स है चुत्रो गाई चुत्रो हो चुत्रो यो तल के लाग्यो यो के गाउँ होइन यो धानको बिउ नयाँ नयाँ शब्द सुन्दै हो है म गाइस म यहाँ चाहिँ पुरा बाँझो छ अब यहाँ सुन्दा लाउँछ होला हेर्नुहोस् गाइस त्यो भूमिथान है पवित्र स्थान भोलि भूमिथानको भ्लग पार्ट 20 तिर आउँछ होला अब रातभरि भ्लग हुन्छ होला
ए रातभरि चाहिँ हुने क्या सरी साँझसम्म हेलो गाइस यहाँ काफल खान आएको फेरि हामी काफलको बुट्टा काफलै छैन यार काफले भन्ने गीत सुन्नु भयो होला गाइस मामा सिङ्गर धानसुको ऱ्याफले फकाउँछ अरे मामालाई काफले यो चाहिँ हाम्रै बारी हो गाइस हामी चोर्न चाहिँ आएन ए पाको यो चाहिँ हाम्रै पाको है यो ओनर छैन होला मामाले यति भन्ने त छैन होला रहेछ त आमा क्या सरप्राइज हान्दियो यार बन्द गरेर क्यामेरा